होइन, म सोची हैरान भएको छु कि यस्तो राम्रो घरमा म एकजना नराम्रो मान्छे चाहिँ कसरी आइपुगेँ बिहे गरेर भने क्या। सासूले भनेको सासूको छोराहरू नि सबै राम्रो रे, छोरीहरू नि सबै राम्रो रे, माइती पनि राम्रो रे, ससुरानी राम्रो रे, सबै राम्रो रे, म एकजना मात्रै नराम्रो, कसरी भगवान्ले यो घरमा पठाए यति नराम्रो मान्छेलाई भने। ए साँच्ची के अरे आमाजुको घर पनि राम्रा छैनन् रे के। सासू ससुरा आमाजुको नन्दा आमाजु कोही राम्रा छैनन् रे। फेरि हाम्रो आमाजु चाहिँ राम्रो छन् है, सासूले भन्नुभयो। कुरा गरेर सुनेको थिएँ मैले, गतिला कोही छैनन् रे। यही घर मात्र कसरी भगवान्ले यति राम्रो बनायो, फेरि यस्तो राम्रो घरमा मलाई कसरी पठायो। माइत हुँदाखेरि त म फेरि राम्रै थिएँ कि, पहिला त सबैले राम्रै भन्थे, मायै गर्थे। यही घर आएपछि चाहिँ घर पनि मैले भाँड्या अरे, होइन, अरूलाई रिस नि मैले गरेँ अरे, भनेको नि मैले नटेरे अरे। के हो बुझ्नै सके होइन कि मैले त।